हाई एभ्रिवान, जय मसी, नमस्ते हजुरहरू सबैजनालाई फेरि पनि हाम्रो नयाँ भ्लगमा हजुरहरू सबैजनालाई स्वागत छ। अनि आज चाहिँ हामी कता जाँदैछौँ? Where are we going today, Serafina? Anna out. No, my bestie's parents' anniversary. Yes. So आज चाहिँ हामी मेरो छोरीको बेस्ट फ्रेन्डको प्यारेन्ट्सको चाहिँ 10th एनिभर्सरीमा हामी जाँदैछौँ। So we are so excited and we are looking forward अनि एकदमै रमाइलो हुनेछ। म आशा गर्छु हजुरहरूलाई पनि हाम्रो यो भ्लग चाहिँ एकदमै रमाइलो लाग्नेछ भनेर हाम्रो भ्लगलाई सुरुदेखि लास्टसम्म हेरेर माया गरिदिनुहोस्। हाम्रो च्यानललाई सब्सक्राइब पनि गरिदिनुहोस्। ओके गर्ल्स, से युट्युब फ्यामिली बाई बाई फर नाउ। Bye. बाई बाई, सी यू इन अ व्हाइल। Bye. गरिदियो ल। सो युट्युब फ्यामिली हामीलाई यस्तो भोक लाग्यो है, अनि छोरीले चाहिँ क्विक स्न्याक गरौँ न मम्मी भनेर यहाँ छोरीलाई चाहिँ चाउमिन अर्डर गरेको छु। यो चाहिँ नेपाली रेस्टुरेन्ट हो अनि मेरो लागि यहाँ चटपटी यस्तो मिठो भन्छ चटपटी। मेरो सानो छोरी अघि आउँदा सुतेको थियो अनि अहिले उठिसकेछ। अनि मैले चटपटे, मेरो छोरीले आइसक्रिम अनि सुतेर पनि उठेछ, फ्रेस भएको छ। त्यो फ्यामिली छोरीले आइसक्रिम देखाउँछ न, आइसक्रिम खाँदैछ, वी आर इन्जोइङ। अनि यो खाइसकेपछि हामी चाहिँ साथीको एनिभर्सरी मनाउन जाने है बेबी। And I'm going to see my two besties. Yeah, you introduce your bestie Yeah, to one. the family. One. Okay. ल यो चाहिँ फ्यामिली हामी एकछिनमा खाएर जान्छौँ। हजुरहरूलाई एकैचोटि अब भने भेट्नेछौँ एकछिनमा। सो नाउ वी आर इन द ट्याक्सी है। Yeah, we got it after so many. यस, पानी पऱ्यो अनि हामीले त खाजा खाएर निस्केको त पानी परेर नजिक त नजिक छ, तर पनि हामीले ट्याक्सी लियो है। दुईवटा नानीसँग छाता पनि छैन, त्यही भएर ट्याक्सी लियो। अब 5 मिनटमा हामी पुग्छौँ बेबी। It's very close, but then it's kind of far away too. यस, ओके। कतिको आदर हामीले नदेख्ने परमेश्वरलाई प्रभुले भन्नुभयो थोमसलाई, तैँले त मलाई देखेर विश्वास गरिस् है, तिनीहरू धन्यका हुन् जसले म नदेखि विश्वास गर्छ। ऊ दण्डवत गर्यो, प्रभु माई लर्ड ग्राटिट्युड। आज तपाईँहरूको भित्र बाहिर स्टेजमा तल एउटै सर्वशक्तिमान एकजना मिलेर चाहिँ मन्दिर बनिन्छ। पत्थर त जीवित पत्थरहरू है, त्यसमा तपाईँहरूमा आउनुहोस्। हामी वचनको इत्यादि हौँ, आफ्नो हृदय मजाको देख्छ है। आहा यो के भन्छ जोडाजोडी त कति राम्रो है, कति कुशल होला, कति राम्रो। हौसला दिनुहोस् है, प्रोत्साहन गराउनुहोस्। हो कि कतिजना हुन्छ हस्बेन्ड वाइफ यहाँनिर? तपाईँ सहमत हुनुहुन्छ है? जेनेसिसमा हाम्रो के भन्छ हामी हेऱ्यो भनेदेखि यहाँनिर तपाईँले गडले परमेश्वरले चाहिँ के गर्नुभयो, आदम र हवालाई आशिष दिनुभयो अनि भन्नुभयो कि बी फ्रुटफुल है, तिमीहरू फल्दै फुल्दै वृद्धि हुँदै जाऊ है। त्यसले गर्दाखेरि चाहिँ एउटा विवाहित जीवनको पहिलो खुर्किलो चार्ज हामी वृद्धि हुनु हो। त्यसले गर्दा दशा कतिजना भयो? 4 जना भयो। अझै कति बढ्दै जाने हो कि फल्दै जाने फुल्दै जाने हो कि विजयी पाउन जरुरी छ। तर त्यसपछि तपाईँको श्रीमान र तपाईँको श्रीमती हो, जहाँ चाहिँ तपाईँले के पाउनुहुन्छ, त्यो आशा पाउनुहुन्छ, त्यो माया पाउनुहुन्छ, श्रद्धा पाउनुहुन्छ। बिमललाई प्रश्न गर्नु पर्यो है, अनि स्वातिलाई प्रश्न गर्नु पर्यो कि तपाईँ कोही बेला त्यो थाकेको अवस्थामा है, शरीरमा मात्रै नभएर आत्मामा मानसिक रूपमा तपाईँ थाकेको बेलामा तपाईँलाई ऊर्जा दिने व्यक्ति चाहिँ को? कि चाहिँ ए नआए छेउमा कति झ्याउको लाग्यो भन्ने हो कि होइन र? तपाईँको जीवनमा त्यो ऊर्जा, त्यो एम्बिसन हामीहरू इसाई भइसकेपछि चाहिँ आज हाम्रो सम्बन्धमा पति पत्नीको, श्रीमान र श्रीमतीको सम्बन्धमा चाहिँ आज परमेश्वरले येशू ख्रीष्टले गर्नुभएको त्यो सेक्रिफाइस, जुन चाहिँ बलिदान चाहिँ आज झल्किन जरुरी छ। अनि त्यो भन्दा आफूलाई भन्दा अरूलाई के गर है, उच्च ठान भनेर भन्छ यहाँनिर है। त्यो चाहिँ सबैभन्दा गाह्रो काम हो। जहिले पनि हामी के हुन्छ, म चाहिँ जहिले पनि के हुन्छु, म नै थियो, सही हो, ठिक हो, तिमी गलत
वाइट यहाँ चाहिँ परमेश्वर येशू ख्रीष्टले भन्नुभयो म तिमी ममा रहँ अनि म तिमीमा के भन्छु तिमी ममा तिमीले ममा जब रहन्छौ तिमीले के गर्छौ धेरै फल फलाउनेछौ। अनि आज हामी पतिको हामी श्री बहिनीलाई म यही शुभकामना दिन चाहन्छु अनि आशिष भन्न चाहन्छु। जुन वचनहरू हामीले पढ्यौँ यी सम्पूर्ण कुरा नै तपाईँको सम्बन्धमा है सम्बन्धभित्र चाहिँ यो कुरा रहेको होस् अनि परमेश्वरले अझै आशिष दिएको होस्, फल्दै फुल्दै वृद्धि हुँदै है। कङ्ग्रेचुलेसन है हाम्रो विमल अनि स्वाति पनि हामी सबैजना मिलेर We want to appreciate God's goodness throughout ups and downs in their relationship. God has stayed by. Shayana, Hadassah. Welcome to the toy machine. Hi. Hi, Ariella. Can you guys stand over there, three of you? Hello, everybody. You are the baby. Say hello here. Small child. Hannah, Baby. can you? Otto, you hiding the Ariella? Yeah. These are besties, Ariella, Hannah, and Serafina. But sadly, Naomi did not come. Yeah, it's okay. Next time. Okay, guys, have fun. Wow, where did Shayana go with her sister? Yeah, हाम्रो टिन्सहरूलाई हाम्रो नानीहरू हाम्रो आमा बाबा सबैजनालाई हामी सबैजना ताली बजाएर धन्यवाद दिन्छौँ। साथीभाइहरू सबैलाई धन्यवाद तपाईँहरूलाई फेरि पनि तपाईँहरू आज यो सेलिब्रेसनमा तपाईँहरू सहभागी भइकन तपाईँहरूले हामीलाई साँच्चै नै
ब्लेस्ड फिल गराउनु भएको छ अनि परमेश्वरलाई धन्यवाद दिन्छु मैले मेरो जीवनमा असल जीवनसाथी पाएको छु अनि बहिनीले भन्दै साँच्चै मेरो मनको कुराहरू मैले भनिरहेको थिएँ है साँच्चै नै एउटा असल एकदमै सुहाउँदो प्रभुले मलाई एउटा जीवनसाथी दिनुभएको छ अनि जसको लागि म सदैव धन्यवाद दिन्छु। तपाईँलाई थाहै छ मेरो जीवन कठिन थियो विशेष गरी हामी कठिन अवस्थामा भएर गएका थियौँ तर त्यो अवस्थामा मेरो परिवार त्यहाँ साथमा हुनुहुन्थ्यो तर मेरो जीवनसाथी पनि यति नै स्ट्रङ भएर मलाई प्रार्थना र मलाई डेली रूपमा के भन्छ अरे एकदमै साहसी भएर खडा भएका मेरो साथमा सदैव एकदमै प्रभुमा स्ट्रङ भएर विश्वासमा स्ट्रङ भएर उसले अरूलाई सम्झाइरहेको मैले देखेँ अनि इभन अहिले पनि म कतिचोटि मिनिस्टरमा कुदिरहेको हुन्छु अनि सधैँ मलाई साथ दिने है प्रार्थनामा अनि मैले हिजो एउटा भिडियो पनि सेयर गरेको थिएँ मलाई एकदमै मनबाट लागेको त्यो कुरा चाहिँ आज हामी कहाँ छौँ भने स्वाति बेमलको 10th एनिभर्सरीमा रमाइलो भइरहेछ आन्टी एकदम है एकदम वन्डरफुल होइन हामी चाहिँ विटनेस हुन पायो भनौँ न Be careful, be careful. We ain't going to Yeah, husband and wife come later. एकदमै रमाइलो भइरहेछ साथीको एनिभर्सरी म आज हजुरहरूलाई मेरो अर्को प्यारो साथीलाई इन्ट्रोड्युस गर्दैछु सोफी हो ल सोफी हेलो भन्दै हेलो आज कस्तो एकदम रमाइलो भयो रमाइलो भयो लङ टाइमपछि हामी भेट्न पाइयो अनि यहाँ हाम्रो कस्तो छ यहाँ अझै पार्टी ओभर भएको छ श्रीमानहरू हुनुहुन्छ आफ्नो पार्टी अलमोस्ट सकिसक्यो है अब नेक्स्ट हामी अब यही महिनामा तर यही महिनाको लास्टतिर होला म चाहिँ उसको घरमा इन्भिटेसन हाम्रो भइरहेछ फेरि कहिले डेट मिल्दैन कहिले छुट्टी मिल्दैन अब हामीलाई यही महिनामा अथवा नेक्स्ट विकतिर भोलि थाहा हुन्छ कहिले हुन्छ रमाइलो हुन्छ त्यो भ्लगमा पनि साथीको नयाँ घर हेर्न पाउनुहुनेछ हजुरहरूले बच्चाहरू हामी एकदम एक्साइटेड छौँ ल अब नेक्स्ट टाइम ल युट्युब फ्यामिली आज चाहिँ हाम्रो साथीको मम्मी सानो मम्मी हुनुहुन्छ ल आन्टी खुसी लाग्यो भेटेर के भन्नुहुन्छ आज कस्तो भयो एकदम खुसी लाग्यो एकदम रमाइलो भयो एकदम आशिषमा भयो जस आजको दिनमा हामी यसरी भेट भएर प्रभुलाई साथी राखेर होइन उनीहरूको जीवन गवाईहरू एकदमै राम्रो भयो खाना पनि मिठो भयो आन्टी के पकाउनु आज मटर गर्न आमामा कस्तो मिठो भयो धन्यवाद त्यही पनि हतार हतार बनाएर कामबाट आएर होइन एकदम मिठो भयो भन्ने रहेछ कि अचार चाहिँ खाना पाइयो हो अरू लान्छ होला नि
जस हाम्रो आन्टीले चाहिँ खाना यति मिठो बनाउनुहुन्छ एउटा फ्यामिली अचार खै त मेरो घर आउनु भएको चाँडै आउनु है प्लिज आउनु जीवन भनेको यस्तै हो आफ्नो काम गरिहाल्छ फेरि भेटौँला भन्नु हाम्रो च्यानललाई सब्सक्राइब पनि गर्नु भन्नु ल च्यानललाई लाइक सेयर एन्ड सब्सक्राइब गर्नु साथीको हेलो आज एकदमै आशिष नै भयो आज यसरी हामी आउन पायो होइन म पनि आउन भनिराखेको थिएँ पछि फेरि मनले मानेन फेरि नानीहरूको च्याटिङ देखेर मन यिनीहरू लास्टसम्म सुरुदेखि आज चाहिँ आन्टी आउने नआउने भएको थियो नानीहरूको स्कुल होला भनेर के तर पनि धन्यवाद पायो छुट्टी भइसकेको छ उसको नानी हजुरको नानीको स्कुल छ नि त अझै मन तारिक छ घरमा पकाएको पकाइ यता नि पकाएको मेरो साथी डान्स गरेको
परमेश्वरलाई धन्यवाद अनि महिमा भएको होस्। आजको दिनमा मेरो सम्पूर्ण परिवार यसरी हाम्रो प्यारो साथी स्वाति अनि विमलको 10th वेडिङ एनिभर्सरी मनाउनलाई हामी सहभागी हुन पायौँ। फेरि पनि यो भिडियोद्वारा प्यारो साथी स्वाति अनि विमललाई धेरै धेरै बधाई छ। प्रभुले आफूहरूको जीवनमा परिवारमा धेरै आशिष दिनुभएको होस्। म आशा गर्छु युट्युब फ्यामिली हजुरहरूलाई यो हाम्रो भ्लग पनि मनपर्नेछ भनेर। थ्याङ्क यू सो मच हजुरहरूको मायाको लागि। फेरि पनि हजुरहरूसँग नयाँ भ्लग लिएर भेट्नेछु। त्यतिन्जेललाई थ्याङ्क यू सो मच। टेक केयर। सी यू इन आवर नेक्स्ट भ्लग।